र प्रियजन हाम्रो सानो मायाले यो चाहिँ यो रुखको यो फल टिपिरहेछ। ल हेर्नुहोस् के हो यो? होइन यो खानेकुरा बा यस्तो यस्तो छोप्ने होइन। के हो यो फेरि? खाने बाख्राले खान्छ क्या हो कि? बाख्राले होला त्यसलाई नलाग के टोर गर्न लाग्यो। रातिदेखि राम्रो सुत्न पाइनु भयो। मेरो ढाड सड्केला चाहिँ भएर यसो गरेर सुते घरि यता फर्केर त मुतेर झन् यसले अलि न्यानो पनि होला कोठाभित्र त्यो त न्यानो हुन्छ कि त्यो खुल्ला भए पनि हामी त उ गरेको थियौँ नि त। लास्टै त्यो शीत हेर्नु टप्टै झरेको थियो कि तिरपालबाट कि त्यो त झर्छ नि त पुरै चिसो बनाउँछ कि गर्मीमा राम्रो हुन्छ कि अलिक जाडै छ कि अब हिमाल त यहीँ छ त। अब हिमालय त देखेनौ तिमीले? यता देखेको कि यता देखेको थियो है? यता होइन यता त्यो उसबाट चर्चबाट हेर्दा त उता देखेको थियो है मासतिर। ए हिँड्नु न हामी त्यहाँ किराना पसलमा सामान किनौँ जाऊँ त। कहाँ हो खै? सानो यता हेर, सानो यता हेर, सानो यता हेर। ए सानो माया नानी यता हेर, यता हेर। नानु ओइ भुन्टु, ओइ पुन्टु, हामी गयौँ। ए मुटु, ए धड्कन यता हेर न। खानेकुरा होइन, खानेकुरा होइन। हराउन किन त आउँछन्। बाँस हेर्नु न कति मोटो मोटो बाँस छ क्या। ओहो कति लामो के फेरि लामो। गाउँघरमा यस्तै यो तान्न खोजेको रहेछ नि एउटा यो काटेको के अरे यो बाँस तान्नै नसकेर त्यहाँ अड्केको रहेछ नि त। उ हेर न त्यो अड्केर चाहिँ के ल यहाँ लाइन फिट हुँदैछ। हामी हिजो चाहिँ लाइन बिनामा बसेका थियौँ, अहिले चाहिँ यहाँ लाइन आएको छ। मेवा कति राम्रो उस भएको छ।